नमस्कार। आज हामी घरमै सरप बनाउन लागिरहेछ। सरप बनाउँदाखेरि चाहिने सामग्रीहरू यो कास्टिङ एसिड, यो कास्टिङ सोडा, यो सेलरी, यो सोडा, यो रङ कलर देखाउनको लागि यो कलर पाउडर, यो सेन्टको लागि यो सेन्ट बास्नको लागि, अनि यो नुन। अब हामी यो चाहिने सामग्रीहरू भयो, अब मिक्स गरेर देखाउने छौँ। पहिला नुन खनाउने, यो सबै हामी पक्राउँछौँ पहिला यो मिक्स गरौँ। निलो, हरियो, रातो कलरको हुन्छ यो। अहिले हामीसँग एउटा हरियो मात्र भएको भएर यसो भएको साह्रै बन्द गरेछ। सबै मिक्स गर्ने हो कि यो गाडाको लागि चाहिँ तातो त तातो के हो? तर यो नहुने चाहिँ त्यो पनि मिसाइदिएको सँगसँगै भोलि घोला गर्दा तल जमिसक्छ डम्नाले। एसिड हामी मिसाउन गइरहेको छौँ। सेलेरी सचेले बिचमा गर्नु न, ठिकै जमाइ सट्टा पुनाउनु गर्नु छैन। यो खाएको चाहिँ पाल्टी आएकोले पनि म यहाँ बिचमा चाहिँ ओ लास्टै तातो हुँदैछ। राम्रोसित मिक्स नहुँदासम्म हामीले यसरी चलाइरहनुपर्छ, फिटिराख्नुपर्छ। अब यो लगभग यो अब रेडी भइसकेछ। हामीले यसरी यो सबै मिक्स गरेर धुलिसक्यौँ। यो एकदमै तातो हुन्छ। सेलाउनको लागि एकछिन यसरी छोडिदिने हो। अब यसरी यो मिक्स गरेको चिजहरू यो सबै एकदम तातो हुने रहेछ। यो तताए जस्तै पानीमा भाप पकाए जस्तै तातो हुने चाहिँ यो सबै यो एसिडहरूले होला। अब यो तयारी भइसक्यो, राम्रो सरप बन्दैछ। यो म डेमो देखाउँछु तपाईँहरूलाई। यति सरफ मैले यहाँ राख्छु। अब यसमा म पानी घोल्न गएँ। तपाईँहरू डेमो हेर्न सक्नुहुन्छ। यो रेडी भएको छ सरफ। हाम्रो सरप रेडी भयो। हेर्नुहोस्, नमस्ते। धन्यवाद रेडी भएकोमा। सबैले लाइक गरिदिनु होला र सेयर पनि गरिदिनु होला, कमेन्ट पनि गर्नु होला। आवश्यकता परेमा सम्पर्क गर्नु होला। हस् त, धन्यवाद। नमस्ते।